पछिल्ला दिनहरूमा नागरिक दबाव, सामाजिक सञ्जालको जागरण र अन्तर्राष्ट्रिय चासोका कारण केही नयाँ संकेत देखिन थालेका छन्। जेनजी आन्दोलनको जगमा गठन भएको वर्तमान नागरिक सरकारले फेरि एकपटक भ्रष्टाचार विरुद्ध निर्णायक लडाईँको घोषणा गरेको छ। सुशासनको प्रत्याभूति दिने, ठूला फाइल खोल्ने, दलगत संरक्षण हटाउने जस्ता कार्यलाई अगाडि बढाइरहेको छ। यसै क्रममा पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा 9 किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। उनी माथिको अनुसन्धान जारी छ। सँगै 2046 पछि सत्तामा पुगेका अन्य नेताहरू पनि अनुसन्धानको दायरामा ल्याउन थालिएको छ। यो सुरुवात मात्रै भएको जेनजी अगुवाहरू बताउँछन्। ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् 2024 को भ्रष्टाचार अवधारणा सूचकाङ्क सीपीआई अनुसार नेपालले 34 अङ्क मात्र प्राप्त गरेको छ। सन् 2023 मा 100 मा 35 अङ्क प्राप्त गरेको नेपालले सन् 2024 मा भने 34 अङ्क मात्रै प्राप्त गरेको हो। विश्वका 180 देशको औसत अङ्क 43 रहेको छ। त्यसको छेउछाउ पनि नेपाल पुग्न सकेन। केही समय अघि नक्कली भुटानी शरणार्थी ललिता निवास सग्गा प्रकरण, 100 किलो सुन प्रकरण लगायतले निकै चर्चा पायो। यसअघि भ्रष्टाचारको कारबाहीको सन्दर्भमा ठूला माछालाई कारबाही नभएकोमा पूर्व उप प्रधानमन्त्री भइसकेका टोप बहादुर रायमाझी र गृहमन्त्री भइसकेका बालकृष्ण खाँडका साथै बहालवाला सचिव टेकनारायण पाण्डे समेत थुनामा परे। अन्य दुईवटा काण्डमा पनि नाम चलेका व्यापारी, राजनीतिज्ञका आफन्त पक्राउ परेर अनुसन्धानको दायरामा रहेका छन्। कति अदालतको आदेशबाट छुटेका छन् भने कति कारागार चलान भएका छन्। नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न 2047 साल माघ 28 गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गरियो। यो आयोगलाई सक्रिय पारेर भ्रष्टाचार नियन्त्रण गर्न 2059 सालमा भ्रष्टाचार नियन्त्रण ऐन आयो। सो ऐनको दफा 2 मा भ्रष्टाचारको परिभाषा गरिएको छ, जसअनुसार जुनसुकै गलत कामलाई भ्रष्टाचार मानेको छ। यता व्यवहारमा भने भ्रष्टाचारीले भ्रष्टाचार गरेर लिएको रुपैयाँमा अंकित भएको नम्बर अख्तियारको प्रतिनिधिले बरामद गर्दा समेत कारबाही नहुने स्थिति बनेको छ। जेनजी आन्दोलन पछिको अहिलेको सरकारप्रति जनताको अपेक्षा बढ्दो छ। विभिन्न घोटालाहरूमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन अहिलेको सरकारलाई तीव्र दबाव छ। पछिल्लो समय नेपालमा दलगत स्वार्थ भन्दा माथि रहेर नागरिकको सरकार बनेका कारण नागरिकको अपेक्षा बढ्नु स्वाभाविक हो। विगत 3 दशकमा सरकार फेरिए, शासन व्यवस्था फेरियो, तर नेताहरूको चरित्र भने फेरिएन। भ्रष्टाचारको स्वरूप परिवर्तन भयो, तर मूल प्रवृत्ति यथावत रह्यो। कहिले मिलम्ची आयोजनामा अनियमितता भयो, कहिले ओम्नी समूहको औषधि खरिद प्रकरणमा ठगी भयो। केहीलाई कारबाही भयो, केहीले जेलको ढोका देखे, तर शक्तिशाली र पहुँचवालाहरू अधिकांश जोगिए। ती जोगिनुमा राजनीतिक संरक्षण, दलगत मिलेमतो र संस्थागत कमजोरी नै हो। अधिकांश घोटालाहरूमा नेताहरूको संलग्नता प्रष्ट देखिन्छ। कहिले प्रत्यक्ष, कहिले परोक्ष तरिकाले उनीहरूले जनताको सम्पत्तिमा धावा बोलेका छन्। यी काण्डहरूले एउटै कुरा प्रष्ट पारेको छ, नेपालमा सत्ताको पहुँच हुनेहरूका लागि कानुन अक्सर निष्क्रिय हुन्छ। जेनजी आन्दोलन पश्चात नेपालको राजनीति फरक धारमा अघि बढेको छ। सत्तामा दलगत स्वार्थ हावी हुन पाएको छैन। त्यसैले विभिन्न घोटालाहरूमा संलग्नहरूको फाइल खोल्नका लागि कहीँ कतै हस्तक्षेप हुँदैन भन्ने आशा गर्न सकिन्छ। जनताले परिणामको आशा गरेका छन्। अब पनि पुरानै शैली दोहोरियो भने देशको राजनीतिक प्रणालीप्रति जनविश्वास गम्भीर रूपले खलबलिनेछ। तर यो लडाईँ साँच्चीकै निष्पक्ष र निष्कपट रूपमा अघि बढ्यो भने नेपालले नयाँ युगको ढोका खोल्न सक्छ, जहाँ जनताले सुन्न मात्र होइन, न्याय देख्ने समयको अनुभव समेत गर्नेछ।